मर्निङ सन्चै हुनुहुन्छ आई होप। आजको भिडियो यो एलर्जिननको बारेमा, भेस्टिज एलर्जिनन भनेपछि हेल्दी लिभिङको। साथीहरू यो एलर्जिननको बेनिफिट धेरै छ साथीहरू। हेल्दी लिभिङ भेस्टिज यस्तै कम्पनी होइन जुन तपाईँलाई यस्तो कुनै प्रडक्ट निकाल्दैन जुन काम लाग्ने हुँदैन। सो साथीहरू आजको भिडियो एलर्जिननको बारेमा। यो एलर्जिनले साथीहरू तपाईँलाई मुटुको समस्या छ भने त्यसमा पनि तपाईँ युज गर्न पाउनुहुन्छ। अर्को तपाईँको विकनेस धेरै लागिरहेको छ, ब्लड बनिरहेको छ शरीरमा, त्यस्तो क्रममा तपाईँलाई युज गर्न पाउनुहुन्छ यो। र धेरै बेनिफिट साथीहरू भन्नुहुन्छ भने जब मैले हेल्दी लिभिङ स्टार्ट गरेको थिएँ त्यतिखेर मलाई मुटु सम्बन्धी समस्या थियो, जुन मैले एलर्जिन र अरू पनि प्रडक्ट युज गरेर मैले यहाँबाट 100% रिकभर गरेँ। सो साथीहरू यो एलर्जिन भन्नुहुन्छ भने तुरन्तको तुरन्त तपाईँको एनर्जी दिने काम गर्छ र पुरुषहरूको स्टेमिना बढाउने पनि काम गर्छ। सो साथीहरू अर्को फाइदा भन्नुहुन्छ भने हाम्रो जति पनि ब्लकेजहरू हुन्छ नि नसारमा, मुटुको सानो सानो नसा हुन्छ पातलो पातलो, त्यसमा पनि तपाईँलाई ब्लकेज छ भने त्यसमा खोल्ने पनि काम गरेर, किनभने यो एलर्जिन बाहिर पनि पर्छ। तर साथीहरू तर हाम्रो हेल्दी लिभिङको जति पनि प्रडक्ट छ नि सर, यो ग्यारेन्टी छ हो। त्यही भएर म बेस्ट तपाईँलाई प्रोभाइड गर्छु कि हेल्दी लिभिङको एलर्जिन युज गर्नुहोस्, किनभने यसले तपाईँको हाई प्रेसर छ, लो प्रेसर छ, यसलाई पनि कन्ट्रोल गरेको, ब्लड सुगर छ, त ब्लड सुगरलाई पनि कन्ट्रोल गर्ने क्षमता यसमा छ साथीहरू। अरू प्रेसर साथीहरू के छ भने धेरै साथीहरू यसलाई युज गर्ने तरिका थाहा छैन। त्यो युज गर्ने तरिका साथीहरू खाली पेट बिहानको तपाईँले डेली खान सक्नुहुन्छ, र त्यो पनि हामीले सिसाको ग्लास या त प्लास्टिक ग्लासमा तपाईँलाई मात्र प्रयोग गर्न सक्नुहुन्छ, किनभने यसमा भिटामिन छ कि अर्को तपाईँ भाँडामा युज गर्नुहुन्छ भने यसलाई केही फाइदा गर्दैन, नोक्सान चाहिँ गर्दैन, तर फाइदा चाहिँ के गर्दैन। त्यही भएर साथीहरू यो युज गर्ने तरिका भनेको सिसाको गिलास या तपाईँले प्लास्टिकको भाँडामा युज गर्न सक्नुहुन्छ। तर बेस्ट मलाई लाग्छ सबभन्दा बेस्ट भनेको तपाईँलाई सिसाको गिलासमा तपाईँको युज गर्नुहुन्छ। तपाईँ बिरामी हुनुहुन्न भने, तपाईँलाई ब्लडको कमी छैन, तपाईँको नसा चापिएको छैन होइन, तपाईँको सुगर, तपाईँको शरीरमा सुगर छैन होइन, तपाईँलाई हाई प्रेसर छैन, लो प्रेसर छैन, तपाईँलाई केही प्रब्लम छैन भने तापनि साथीहरू कमसेकम वर्षमा 3वटा प्याकेज चाहिँ युज गर्नु होला। किनभने साथीहरू हामीलाई हेल्थ प्रब्लम भयो त्यो युज नगर्ने क्या। हामीलाई हेल्थ प्रब्लम हुनुभन्दा पहिला युज गर्ने तरिका साथीहरू यो प्याकेटलाई तपाईँले खोलेर पानीमा दिनुपर्छ। सो साथै युज गर्ने तरिका के छ भने सबभन्दा बेस्ट यो तपाईँले सिसा ग्लास लिएर तपाईँ यसरी पाउडरलाई यसमा मिक्स गर्नु पहिला होइन, खाली गिलासमा, किनभने स्टिलको जति पनि भाँडाहरू छ साथीहरू यसमा मिक्स गर्नु हुँदैन। यस्तै तपाईँलाई मिक्स गरेर पानी यसमा हाल्नुहुन्छ भने यो 100% मिक्स भइहाल्छ, ताकि अर्को कुनै चम्चा लिन नपरोस्। कसरी तपाईँको रातो रातो भइसक्यो यो साथीहरू, यति बेस्ट लाग्छ यो तपाईँले पिउनमा, स्वाद पनि कति राम्रो छ र ब्लड बनाउने अनि मसल्स गेन गर्ने होइन, र तपाईँको एजलाई पनि मेन्टेन गरेर काम गर्छ, कम गर्ने काम गर्छ। तर साथीहरू तपाईँ दिनमा खानु होला बेस्ट हुन्छ, खाली पेट, त्यो पनि खाली पेट बन्द बेस्ट हुन्छ। खानुभन्दा कमसेकम आधी पनि घन्टा पहिला चाहिँ खानु होला, बहुत जबरदस्त काम गर्छ, डेली युज गर्न सक्नुहुन्छ। प्रब्लम हुनुभन्दा पहिला हामीले अगर एलर्जिनलाई युज गर्यो भने साथीहरू हामीले यस्तो प्रब्लमहरू कहिले आउँदैन। हामीहरू के छ भने हामीहरू त नेपालको मान्छेहरू छ साथीहरू होइन, हामीले जबसम्म हेल्थको प्रब्लम हुँदैन भने तबसम्म हामीले युज गर्दैन साथीहरू। त्यही भएर फुड सप्लिमेन्ट भनेको साथीहरू रोगभन्दा पहिला युज गर्ने हो। रोगमा त युज गर्ने गर्ने साथीहरू, तर रोगभन्दा पहिला हामी अगर वर्षमा 3वटा 4वटा अगर प्याकेट युज गर्यो भने साथीहरू यस्तो समस्याहरू कहिले आउँदैन। सो साथीहरू तपाईँ आफ्नो छिमेकी साथीलाई पनि भन्न सक्नुहुन्छ र सबैलाई यो भिडियो सेयर गर्नु होला, र राम्रो लाग्यो भने तपाईँलाई साथीहरू यो भिडियोलाई सेयर गर्नु होला, कमेन्ट गर्नु होला र लाइक गर्नु होला, र भन्नु होला साथीहरू तपाईँले यो एलर्जिन युज गर्नुभएको छ कि छैन। युज गर्नुभएको छैन भने पक्कै युज गर्नु र आफ्नो घर परिवारलाई सबैलाई युज गर्न सल्लाह दिनु होला, किनभने हेल्दी लिभिङ सप्लिमेन्ट भनेको बहुत राम्रो साथीहरू। थ्याङ्क यू सो मच।